नमस्ते सबैजनालाई। आज चाहिँ धनगढीदेखि पलिया जाँदैछौँ। यो सुरुको क्लिप धनगढीबाट हामी चौराबाट भन्सार रोडतिर जाँदैछौँ। भन्सार रोडतिर गइरहेको दृश्य हो यो। त्यसपछि भन्सार रोडमा आइपुग्यौँ। यो भन्सारमा जाम छ र यतातिर बेलौरी जाने बाटो हो यो। त्यसपछि इन्ट्री गऱ्यौँ हामीले गाडी, इन्ट्री गर्दैछौँ गाडी। इन्ट्री गरेर आइसक्यौँ। इन्ट्री गरेर अब अगाडि बढ्छौँ। इन्डियाको पास बनाए, फेरि इन्डियाको पास हो यो। त्यसपछि हामी अगाडि लाग्यौँ त्यहाँको भन्सार गर्न। त्यसपछि हामी दुधवा नेसनल पार्कमा पुग्यौँ र यहाँ हाम्रो गाडी चेकिङ हुन्छ। चेकिङ गरेर फेरि अगाडि बढ्छौँ। यो दुधवा नेसनल पार्क यताबाट जान्छ। इन्ट्री गर्नुपर्छ हामीले। यहाँको लोकल मान्छेले घुम्ने ठाउँ हो यो। यो पुलमा एकदम साइडमा गोहीहरू देखिन्छन् र यहाँका लोकल मान्छेहरू घुम्न आइराखेको हुन्छन् यो। अबको 5 मिनटमा पुग्छौँ पलिया हामी। यो पलिया पुग्न लाग्यौँ। भारत सरकारले आज जाडो भएको कारणले गर्दा सबैजनालाई कम्मल बाँडेर मान्छेहरू कम्मल लगेर फर्किँदैछन्। यो पलिया बजारमा हो। एकदम जाडो भएको हुनाले सबैलाई कम्मल वितरण गरिराखेको रहेछ। हामी फाइनल्ली पलिया आइसकेको। हामी पलिया आउनुको रिजन चाहिँ सिट टुटेर आँखा आउँदा अब सिट बनिसकेपछि हामी अझै फर्किन्छौँ नेपाल। धन्यवाद सबैजनालाई हेरिदिनु होला च्यानल।